आइटेल भिजन 1 प्रो मोडलमा डिस्प्ले खराब भएको छ। फुल ओरिजिनल डिस्प्ले, राम्रो क्वालिटीको टेम्पर ग्लास। चेन्ज गरेको केही समय पछाडि क्यामेरामा धुलो पस्ने, अगाडि पछाडि यस्तो समस्याहरू हामीले देख्न पाइरहेका हुन्छौँ। लाइनिङ धर्काहरू या त अटो टच या त ब्ल्याक डिस्प्लेहरू आउने धेरै मात्रामा देख्न पाइन्छ। यो समस्यालाई आउन नदिने सोल्युसन दिनेछु। च्यानल लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्नुहोला। यस्तै भिडियो मलाई लिएर आउन सहयोग हुनेछ। सबैभन्दा सुरुमा त हामीले ब्याक प्यानललाई रिमुभ गर्नुपर्ने हुन्छ। ब्याक प्यानल रिमुभ, यहाँ भएको सम्पूर्ण नोटहरूलाई रिमुभ गर्ने। त्यसपछि यो अगाडि पछाडि हामीले खोल्नुपर्ने हुन्छ। यसलाई पनि स्पिकरको बक्सलाई रिमुभ। त्यसपछि हामीले फिङ्गरप्रिन्ट खोल्दाखेरि बिग्रिन सक्छ, फिङ्गरप्रिन्ट बिग्रिन सक्छ। मैले फिङ्गरप्रिन्टलाई प्रेस गरेर मात्रै थिचेर यसरी बडीलाई मात्रै रिमुभ गर्ने। त्यसपछि सबैभन्दा सुरुमा हामीले फिङ्गरप्रिन्टलाई रिमुभ गर्नुपर्ने हुन्छ। सुरुमा ब्याट्री कनेक्टरलाई रिमुभ, त्यस पछाडिदेखि ब्याट्री रिमुभ। सबैभन्दा सुरुमा त हामीले ब्याट्री डिस्प्ले कनेक्टरलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यस पछाडि चार्जिङ कनेक्टर, डिस्प्ले रिमुभ। यसमा रहेको सिसाको टुक्राहरू छ भनेदेखि एकदम क्लिन गर्ने। सफा यो मेटल बडीमा रहेको सिसाको टुक्राहरू छ भनेदेखि एकदम क्लिन गर्ने। यसरी गर्दाखेरि क्लिन गरेर डिस्प्ले टाँच्दाखेरि सेतो दागहरू बस्ने समस्याबाट छुटकारा मिल्छ। डिस्प्ले टाँच्नुभन्दा अगाडि नै हामीले डिस्प्लेको पेपरलाई रिमुभ गर्ने। राम्रो क्वालिटीको फुल ओरिजिनल टेम्पर ग्लासलाई लगाइदिनु पर्ने हुन्छ। सुरुमै टेम्पर ग्लास लगायो भने पछि लगाउने झन्झटबाट छुटकारा मिल्छ र डिस्प्ले प्रेस गर्दाखेरि एकदम मजबुत तरिकाले बस्छ। डिस्प्ले प्रेस गर्दाखेरि फुट्ने समस्याबाट छुटकारा मिल्छ र डिस्प्ले एकदम राम्रो तरिकाले मजबुत तरिकाले भएर पनि बस्ने हुन्छ। त्यसरी हामी सुरुमै टेम्पर ग्लास लगाइदिने। सफा तरिकाबाट लगाइसक्यो। गम लगाउँदा कहिले पनि यो मेटल बडीमा लगाउनु हुँदैन। मेटल बडीमा लगाउँदा यो भित्र छिर्छ र प्रेस गर्दाखेरि सेतो दागहरू बस्ने समस्या देख्न पाइन्छ। हामीले डिस्प्लेको यो साइडमा मात्रै लगाउनु पर्ने हुन्छ र यो मिडियाभित्र छिर्ने गरी लगाउनु हुँदैन र ब्ल्याक आउने, अटो टच हुने यसको समस्याले यो भित्र छिरो हुने समस्या आउन सक्छ। त्यसैले बाहिर मात्रै लगाउनु। सफा गरेर मात्रै मेटलमा लगाउनु पर्ने हुन्छ डिस्प्लेलाई। चार्जिङ कनेक्टरलाई पनि मजाको तरिकाले हेरेर मात्रै लगाउने। डिस्प्लेलाई चारै कुनाबाट मिलाएर मात्रै प्रेस गर्ने, हल्का धेरै गर्न प्रेस गर्नु हुँदैन। चार्जिङ कनेक्टरलाई लगाइदिने। डिस्प्ले हामीले सिधै यसरी राख्दाखेरि यो पेपर लामो हुन्छ। त्यसैले हामीले डिस्प्लेलाई हल्का तानेर मिलाएर तानेर यो भित्र छिराएर लामो भएको भागलाई यो भित्र यसरी छिराउने। यसरी छिराएर क्लिप लगाइदिने। क्लिप लगाइदिने एकदम यो भित्र छिराएर मोड्दाखेरि कम्पनी फिटिङ जस्तो देखिन्छ। हेर्दा राम्रो तरिकाबाट लागेको हुन्छ। र हामीले ब्याट्री कनेक्टर लगाइदिने। त्यस पछाडि ब्याट्रीलाई दिएपछि ब्याट्री कनेक्टर, स्पिकर बक्स, प्रिन्ट पनि लगाइदिनु पर्ने हुन्छ। त्यस पछाडि यहाँको सबै नोटहरू लगाइदिने, एउटा पनि नछोडिकन। ब्याक प्यानल लगाइदिने। 2-2.5 घन्टा रबर वा टेपले यसलाई बाँधिदिने। यसरी गर्दाखेरि डिस्प्ले उक्किँदैन र डिस्प्लेको साइडबाट बत्ती बल्दैन र डिस्प्ले नउक्केपछि लामो समयसम्म टिक्छ। डिस्प्ले खराब हुँदैन। पावर बटन प्रेस, पावर अन। कुनै पनि दागहरू नबसिकन डिस्प्ले फिट भएको छ। यही तरिकाले हामीले आइटेलको सबै मोडलहरूलाई डिस्प्ले फिट गर्न सक्यो भनेदेखि एकदमै लामो समय टिक्ने हुन्छ। यसको म टचलाई पनि चेक गरेर देखाउँदैछु कतिको काम गरिरहेछ भनेर। टच राम्रो तरिकाले वर्क गरिरहेछ। आजको लागि यति नै। ज्यादा च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्दै जानु होला।